हाम्रो यात्रा सुरु हुन्छ सुर्खेतदेखि रारासम्मको। हामी यति बेला सुर्खेतदेखि हिँडिसकेका छौँ र सुर्खेतको वातावरणहरू हुँदै पुरै भिडियो चाहिँ ल्याउन सकेको छैन। पुरै भिडियो चाहिँ अर्कोचोटि गएपछि भिडियो हाल्ने नै छु र यति बेला चाहिँ हामी बिचबिचबाट भिडियो हाल्ने प्रयास गर्नेछौँ। हामी यति बेला जुम्लामा पुगिसकेका छौँ। जुम्लाको त्यो भिडहरूमा हामी हिँडिरहेका छौँ। तपाईहरुलाई हामी बिचबिचको भिडियोहरू मात्रै पोस्ट गर्ने प्रयास गरेका छौँ। हेरेर साथ दिनुहुनेछ भन्ने आशा छ। हाम्रो यात्रा सुरु भएको केही समयपछि हामी रारा पुग्ने जमर्को गर्दा बाटैमै हामी हिँडिरहेका छौँ। हामी यति बेला जुम्लाको भिडहरूमा पुगिसकेका छौँ। बाटो एकदमै अप्ठ्यारो छ साथीहरू। बाटो चाहिँ पुरै पिच छ, तर पनि भिडहरू हेर्दा चाहिँ डर लाग्ने खालको छ। हेर्दा चाहिँ बाटो पिच भएको छ, धेरै राम्रो छ। हाम्रो साथीहरूले चाहिँ हामी चाहिँ बाइकमै यात्रा गरेको, बाइकमा पनि राम्रोसँग जान सकिन्छ। हामी चाहिँ धेरैजना भएर गएको र हामी यति बेला जुम्लाको पुल नजिक पुगेका छौँ। अनि हाम्रो साथीहरू हामीलाई ट्रक आएर रोकिरहेको थियो। त्यो समयमा हामीले लिएको दृश्य हो। यस्तो बाटो चाहिँ ठुलो गाडीहरू आयो भने चाहिँ छिर्नै समस्या हुने खालको बाटो छ। ठुलो गाडीले चाहिँ धेरै दुःख दिने गर्छ बाइकमा जानेहरूको लागि। जाँदाखेरि चाहिँ राम्रोसँग जानु होला। कोही जाँदै हुनुहुन्छ भने बाटो राम्रो छ, धुलम्बे छ, तर कुनै ठाउँमा धुलम्बे भए तापनि बाटो एकदम राम्रो छ। सिकिसक्नु भएको छ, लामो गरिसक्नु भएको छ भने चाहिँ धेरै रमाइलो हुन्छ। तपाईहरु जाँदा गाडीमा जाँदा भन्दा बाइकमा जाँदा चाहिँ जस्तो लाग्छ। तलको जति
नि एकचोटि चाहिँ गएर घोडामा चढ्दा चाहिँ आनन्द हुन्छ। त्यो चाहिँ रात अब फर्किने बेला भइसकेको छ। ऊ भएको छ बेलुकातिर निलो हुँदो रहेछ। बिहान चाहिँ पानी राम्रो देखिन्छ तर बेलुका चाहिँ हरियो खालको निलो खालको देखिन्छ। यो चाहिँ त्यहाँ बाह्र राष्ट्रियको कार्यक्रम